हामी चाहिँ यसरी आज समुद्रको छेउमा बर्थडे मनाउँदैछौँ। अहिले बेलुन कहाँ पुऱ्याउँछ कहाँ पुग्यो उता पुग्यो एउटा कहाँ पुग्यो कस्तो झट्का आयो अब हेर त कहाँ पुग्यो मेरो बर्थडे विश पुग्यो बेलुन चाहिँ उडेर वहाँ पुग्यो वहाँ पुग्यो दुईटो उपारी बेलुन चाहिँ वहाँ पुग्यो हेर्नुहोस् है दुईटा पुग्यो वहाँ यसरी यति जुम गर्दाखेरि नि वहाँ छ बेलुन यसरी गर्दाखेरि चाहिँ आँखाले देख्नै नसक्ने ठाउँमा छ बेलुन चाहिँ उडाएर पुलको माथि पुलमा खस्यो क्या ओ ल ल ल खस्न लाग्यो सायद पानीमा खस्छ होला अब ल बेलुन चाहिँ त्यहाँ खस्यो तर यो केक चाहिँ पल्टिआइ तिमीले 2-3 चोटि पल्टाइसक्यौ त्यही भएर यो चाहिँ सायद उ भइसक्यो होला कि केही भएको छैन हेर तपाईँ गुटुङ भइसकेछ हो र बालु पर्न सक्छ फेरि केकमा आउ त है ओके धेरै नखोलौँ त्यति मात्रै गर्नु ए 4/22 रेट रहेछौँ यहाँनिर ल मेरो बुढीलाई एकदम धेरै आशीर्वाद छ सबै आँटेको पुगोस् ल अब तिमी बाल हामी चाहिँ यसरी आज समुद्रको छेउमा बर्थडे मनाउँदैछौँ आफै निप्छ यार हावामा आएर नि बत्ती बालेर हुन्छ के ओ ल रोक एकछिन बल्ल देऊ अरू पनि बाल न ओके ह्याप्पी बर्थडे टु यू मेरो बुढी थ्याङ्क यू मैले पहिला खुवाइदिनु होला नि ल ह्याप्पी बर्थडे टु यू तिमीले आँटेको सबै पुगोस् उस यो कसको गिफ्ट अरे यो चाहिँ मेरो बेस्ट फ्रेन्ड अनुसा गुरुङले मलाई दिएको के रहेछ त हेरौँ त ल फेरि टेप पनि पुरै भारी बने जस्तो बानिरहेछ नि त जुरुले होइन नेपालबाट बहिनीहरूले हो बहिनीहरूले हालिदिएको मलाई चाहिँ अनुसाको दिदीको लागि सरप्राइज गिफ्ट हो यो उसलाई नभनेर लगिदिनु है भनेर पठाएको त्यो मलाई नै सरप्राइज रहेछ के रहेछ त ल चिका त हो ल आके देखो दासाय के रहेछ त यो के हो थाहा भयो ए चुरा टिकी पनि बर्थडे गिफ्ट के लेखेको छ Happy birthday, beautiful soul. May this year be full of everything you wish for. Love you, Maya, from Anusari. Oh my God! Thank you, Juru. Thank you, Lord. So miss, dear Anusa. I'm so happy, dear. Kasto ramro, kati ramro rahecha. Thank you so much, Juru. Oh. Wow, udah ke bubble udah ke bubble.
Yes. Hmm?